नमस्कार साथीहरू। आज म तपाईहरूलाई हाम्रा बालबालिकाहरूलाई आयतको क्षेत्रफल पत्ता लगाउनको लागि कसरी सरल तरिकाबाट शिक्षण गर्न सकिन्छ भन्ने एउटा भिडियो लिएर हजुरहरूको माझ आएको छु। अब आयतको क्षेत्रफल पत्ता लगाउनको लागि अब बच्चाहरूलाई L इन्टु B अथवा लम्बाई इन्टु चौडाई गर्यो भने हामीले आयतको क्षेत्रफल निकाल्न सकिन्छ भनेर हामीलाई त थाहा छ। तर बालबालिकाहरूलाई यो विधि गाह्रो हुन सक्छ। त्यसैले यसको सरल उपाय हामीले एउटा आयतको चित्रद्वारा प्रस्तुत गर्न सक्छौं, जसमा हामीले लम्बाई पट्टि कतिवटा कोठाहरू छन्, कति छन् लम्बाई, त्यति नै वटा कोठा बनाउने र चौडाइपट्टि कति चौडाइ छन् त्यति नै वटा हामीले कोठा बनाउने र प्रत्येक कोठामा हामीले यसरी 1 2 3 4 5 6 7 8 भनेर हामीले कोठालाई अङ्कन गर्न लाउने। त्यसपछि अब कोठा कतिवटा छन् भनेर हामीले विद्यार्थीलाई सोध्ने। यसरी सोधिसकेपछि उनीहरूले सजिलैसँग यहाँ 8 वटा कोठाहरू छन् भनेर भन्छन्। हो, त्यसरी नै हामीले यो जम्मा भएको कोठा नै यसको क्षेत्रफल हो भनेर हामीले हाम्रा विद्यार्थीलाई भन्न सक्छौं। यसरी हामीले आयतको क्षेत्रफल सरल तरिकाबाट बालबालिकाहरूलाई सिकाउन सकिन्छ भन्ने कुरा चाहिँ हामी पढाउन सक्छौं भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त, नमस्ते।